मेसीलाई हामी ट्रफीबाट सम्झिन्छौँ तर मेसी एउटा स्ट्रङ स्टोरी बोकेको मान्छे हुन्। ग्रोथ प्रब्लम, घर छोडेर 13 वर्षमा बार्सिलोना जानु, अर्जेन्टिनाको डेब्युमा 47 सेकेन्डमै रेड कार्ड, 2014 वर्ल्ड कप फाइनलमा हार, 2015 र 16 कोपा फाइनल हार, रिटायरमेन्ट, अनि त्यही मान्छे फेरि उठेर 2021 कोपा अमेरिका र 2022 वर्ल्ड कप विनर। त्यसैले यो भिडियो फुटबलको होइन, एउटा मेसेजको हो। तिमी अहिले जहाँ हारिरहेका छौ त्यो नै अन्त्य होइन। कहिलेकाहीँ महान कमब्याक सबैभन्दा पेनफुल च्याप्टरपछि सुरु हुन्छ। हामी मध्ये धेरै जसोले सफलता देख्छौँ, ट्रफी, अवार्ड, ताली र मुस्कान। तर एउटा कुरा भने प्राय कसैले देख्दैन, त्यो राज जब सबैले साथ छोडेका हुन्छन्, त्यो हार जसले आत्मविश्वास नै हल्लाइदिन्छ, र त्यो क्षण जब संसारले भन्छ अब यो सकियो। तर केही मानिसहरू त्यहाँबाट फेरि उठ्छन्। लियोनल मेसीको कथा ट्रफीहरूको कथा मात्र होइन, यो बारम्बार ढलेर पनि हार नमान्ने एउटा साधारण केटाको असाधारण यात्रा हो। आज हामी गोल र अवार्डको हिसाब होइन, एउटा यस्तो यात्राको कुरा गर्नेछौँ जसले संसारलाई सिकायो महानता जन्मिँदैन, बनाइन्छ। मेसी जन्मिँदा कसैले उनलाई भविष्यको ग्रेटेस्ट अफ अल टाइम भनेर भनेको थिएन। अर्जेन्टिनाको रोसारियोमा हुर्केको एउटा सामान्य बच्चा थियो। अरू बालबालिकाको झैँ उसको एउटा सपना थियो, तर एउटा यस्तो समस्या पनि थियो जसले त्यो सपना नै अधुरो बनाउन सक्थ्यो। सानै उमेरमा उनको शरीर सामान्य रूपमा बढिरहेको थिएन। उपचारको लागि नियमित ग्रोथ हर्मोन इन्जेक्सन लिनु पर्थ्यो। आर्थिक भार पनि ठुलो थियो। आफ्नो जीवनमा मेसीले एउटा सरल तर गहिरो कुरा भनेको छन्, सपनासम्म पुग्न केही पीडा सहनै पर्छ। सायद त्यहीबाट उनको असली यात्रा सुरु भएको थियो। सोच्नुहोस् त, 13 वर्षको उमेर, एउटा बच्चा, नयाँ देश, नयाँ भाषा, नयाँ साथी, नयाँ जीवन। बार्सिलोना पुग्दा उनले केवल क्लब मात्र परिवर्तन गरेका थिएनन्, उनले आफ्नो पुरै संसार परिवर्तन गरेका थिए। मेसी आफैले स्वीकारेका छन्, इट वाज अ भेरी डिफिकल्ट टाइम, आई लेफ्ट एभ्रिथिङ बिहाइन्ड। त्यति बेलाका दिन सजिला थिएनन्। कागजी प्रक्रिया पुरा नहुँदा महिनौँ खेल्न पाएनन्। पहिलो खेलमै उनलाई चोट लाग्यो। यस्तो बेला धेरै मानिसहरू हार मान्छन्, तर कहिलेकाहीँ जीवनले तिमीलाई रोकिरहेको हुँदैन, ऊ त तिमीलाई तयार गरिरहेको हुन्छ। अब कुरा गरौँ लियोनल मेसीको इन्टरनेसनल करियरको सुरुवात। धेरैलाई लाग्छ त्यो पनि फिल्म जस्तै शानदार भएको होला, तर वास्तविकता बिल्कुल फरक थियो। हङ्गेरी विरुद्धको सिनियर डेब्युमा मैदान छिरेको 47 सेकेन्डमै मेसीले रेड कार्ड पाएका थिए। कल्पना गर्नुहोस् त, जुन खेलाडीलाई पछि संसारले सम्मान गर्यो, उसैको सुरुवात अपमानबाट भएको थियो भनेर। त्यसैले मेसी प्रेरणादायी छन्, किनकि उनको कथा कहिल्यै पनि सबै कुरा सजिलै मिलेर बनेको कथा होइन। तर त्यहाँ हारले उनलाई रोक्न सकेन। 2005मा U20 विश्वकप जिते, सर्वाधिक गोलकर्ता बने, उत्कृष्ट खेलाडी बने। 2008मा ओलम्पिक स्वर्ण जिते। बार्सिलोनामा प्रत्येक सिजनसँगै उनी अझ परिपक्व हुँदै गए र 2012 एउटै क्यालेन्डर वर्षमा 91 गोल। आजसम्म धेरैका लागि त्यो स्ट्याटिस्टिक्स, त्यो आँकडा अविश्वसनीय नै लाग्छ। यसले एउटा कुरा प्रमाणित गर्यो, प्रतिभा त सुरुवात मात्र हो, अनुशासन र निरन्तरताले नै इतिहास लेख्छ। तर जब तिमी धेरै माथि पुग्छौ, संसारले एउटा गल्तीलाई पनि ठुलो बनाएर हेर्न थाल्छ। त्यसैले अब कुरा गरौँ लियोनल मेसीको जीवनको सबैभन्दा डिफिकल्ट टाइमको। 2014 विश्वकप फाइनल, जर्मनीसँगको हार। गोल्डन बल जिते, तर विश्वकप ट्रफी हातबाट फुस्कियो। त्यसपछि लगातार 2 कोपा अमेरिका फाइनल, 2015 हार, 2016मा फेरि हार। त्यो केवल फुटबलको हार थिएन, त्यो लाखौँ समर्थकको अपेक्षा, आलोचना र आफ्नै मनसँगको सङ्घर्ष थियो। अन्ततः 2016मा मेसीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए। बाहिरबाट हेर्दाखेरि उनी संसारकै ठुलो स्टार थिए, तर भित्रभित्रै उनी पनि थाकेका थिए। यही क्षणमा धेरै मानिसहरू आफ्नो सपना छोडिदिन्छन्, तर मेसीको महानता ट्रफी जित्नुमा मात्र थिएन, उनको महानता थियो फर्केर आउनुमा।
उनी फेरि राष्ट्रिय टोलीमा फर्किएर आए, किनकि कहिलेकाहीँ साहस भनेको कहिल्यै नडल्नु होइन, ढलेपछि फेरि उठ्नु हो। तर फर्किएपछि पनि सफलता तुरुन्त आएन। 2018 विश्वकपमा अर्जेन्टिना बाहिरियो, क्लबमा पनि कठिन समस्या आयो। 2020मा वियर्नसँग 8-2 को हार, त्यसपछि क्लबसँगको असन्तुष्टि र अन्ततः 2021मा जुन क्लबमा उनले आफ्नो जीवनको अधिकांश समय बिताए त्यही बार्सिलोना आर्थिक कारणले उनलाई राख्न सकेन। विदाईको पत्रकार सम्मेलनमा मेसीका आँखा रसाएका थिए। त्यो दृश्य हेर्दा एउटा कुरा बुझिन्थ्यो, कहिलेकाहीँ जीवनले तिमीलाई असफल भएर होइन, सफल भएको ठाउँबाट पनि अलग गरिदिन्छ। तर कथा यही समाप्त भएन, बरु यहीँबाट नयाँ अध्याय सुरु भयो। 2021मा अर्जेन्टिनाले कोपा अमेरिका जित्यो। 18 वर्षपछि देशले ठुलो उपाधि जित्यो र मेसीले अन्ततः त्यो सपना पुरा गरे जसको प्रतीक्षा वर्षौँदेखि भइरहेको थियो। तर अझै एउटा सपना बाँकी थियो, 2022 विश्वकप। पहिलो खेलमै साउदी अरेबियासँग अप्रत्याशित हार। सबैले फेरि प्रश्न गर्न थालिसकेका थिए कि यो पनि उस्तै अन्त्य हुने त होइन। तर मेसीले बहाना बनाएनन्। उनले भने देयर आर नो एक्सक्युजेस। त्यसपछि अर्जेन्टिना खेल्दै गयो, विश्वास बढाउँदै गयो र डिसेम्बर 18, 2022मा इतिहास फेरि लेख्यो। लियोनल मेसी विश्वकप च्याम्पियन बने। कहिलेकाहीँ एउटा ट्रफीले केवल प्रतियोगिता जिताउँदैन, वर्षौँको पीडा पनि जिताउँछ। त्यसपछि पनि उनी रोकिएनन्। इन्टर मायामी पुगे, क्लबलाई पहिलो लिग कप जिताए, 8औं ब्यालन डोर जिते। 2024मा फेरि कोपा अमेरिका जिते। फाइनलमा चोट लाग्यो, आँसु पनि बग्यो, तर अन्त्यमा मुस्कान पनि आयो। जीवन सायद यही हो, तिमी हरेक पटक एउटै मानिस भएर जित्दैनौ। कहिलेकाहीँ जोसले जित्छौ, कहिलेकाहीँ अनुभवले, कहिलेकाहीँ हार हुन्छ र त्यो हारले नै तिमीलाई बलियो बनाउँछ र कहिलेकाहीँ तिमी धैर्यताले जित्छौ। र मेसीले हरेक चरणमा आफूलाई अपग्रेड गर्दै गए र धेरैवटा हारपछि पनि उनले हार मानेनन्, उठे र आफूलाई सक्सेसफुल बनाउँदै गए। र अब प्रश्न मेसीको होइन, प्रश्न हाम्रो हो। यदि उनी 47 सेकेन्डको रेड कार्डपछि उठ्न सक्छन्, यदि लगातार 3वटा फाइनल हारेर पनि फेरि विश्वकप जित्न सक्छन्, यदि जीवनभरको क्लब छोडेर पनि नयाँ अध्याय सुरु गर्न सक्छन् भने हामी किन एउटा असफलतामै रोकिने? याद राख, प्रतिभाले ढोका खोल्न सक्छ, तर निरन्तरताले मात्रै त्यो ढोका खुल्ला राख्छ। आज तिमी जहाँ छौ त्यो तिम्रो अन्तिम गन्तव्य होइन। यदि अहिले सङ्घर्ष भइरहेको छ भने सायद जीवनले तिमीलाई हराइरहेको छैन, सायद उसले तिमीलाई ठुलो जितका लागि तयार गरिरहेको छ। त्यसैले एउटा बाचा गर, परिस्थिति जस्तो सुकै होस्, म रोकिने छैन, म निरन्तर लडिरहनेछु। यदि यो कथाले तपाईँको मन छोयो भने भिडियो सेभ गर्नुहोस्, आफ्नो साथीहरूसँग सेयर गर्नुहोस् र कमेन्टमा एउटा सेन्टेन्स लेखिदिनुहोस्, म कहिल्यै रोकिन्न।